हेलो नमस्कार। आज हामी जुलिया क्रिस्टिभाको द सेमियोटिक एक्टिभिटिजको बारेमा कुरा गर्न गइरहेका छौँ। जुलिया क्रिस्टिभा चाहिँ फ्रेन्च फिलोसोफर, साइकोएनालिस्ट, फेमिनिस्ट थ्योरिस्ट। उनले चाहिँ सेमियोटिक एक्टिभिटिजमा चाहिँ ल्याङ्ग्वेजको कुरा गर्छिन्। की कन्सेप्टहरू भनेको सेमियोटिक एन्ड सिम्बोलिक, सेमा एनालाइसिस एन्ड इन्टरटेक्सुअलिटी। फेमस वर्कहरूमा रिभोल्युसन इन पोएटिक ल्याङ्ग्वेज, जुनमा चाहिँ उसले यो सेमा एनालाइसिस भन्ने न्यू टर्म क्वाइन गरेकी छन् र लेखेकी छन्। पावर अफ हरर अर्को उनको फेमस वर्क हो। जुलिया क्रिस्टिभाको राइटिङमा चाहिँ साइको एनालाइसिस र स्ट्रक्चरलिजम दुइटै पाइन्छ। यो चाहिँ को दुईटा एस्पेक्टको कुराहरू गर्छिन्, सेमियोटिक ल्याङ्ग्वेज र सिम्बोलिक ल्याङ्ग्वेज। सेमियोटिक ल्याङ्ग्वेजलाई क्रिस्टिभाले फोकस गरेकी छिन्, किनभने सेमियोटिक ल्याङ्ग्वेज चाहिँ यो ल्याङ्ग्वेज अफ मदर हो, यो मदरको ल्याङ्ग्वेज हो भनेर उनले दाबी गर्छिन्। सेमियोटिक ल्याङ्ग्वेज चाहिँ ओरिजिनल ल्याङ्ग्वेज हो भन्छन्। अब हामीले यो सेमियोटिक एक्टिभिटिजमा चाहिँ के कुरा बुझ्नु पर्यो भनेर भन्दाखेरि क्रिस्टिभाले दुईटा ल्याङ्ग्वेजको कुरा गर्छिन्, सेमियोटिक ल्याङ्ग्वेज र सिम्बोलिक ल्याङ्ग्वेज। अब यो सेमियोटिक र सिम्बोलिक ल्याङ्ग्वेजको डिफ्रेन्स पहिले थाहा पाएपछि हामीले सेमियोटिक एक्टिभिटिजलाई बुझ्नको लागि चाहिँ सेमियोटिक ल्याङ्ग्वेज र सिम्बोलिक ल्याङ्ग्वेज बिचको डिफ्रेन्सलाई चाहिँ बुझ्नुपर्छ पहिले। सेमियोटिक ल्याङ्ग्वेज भनेको ओरिजिनल ल्याङ्ग्वेज हो भने सिम्बोलिक ल्याङ्ग्वेज चाहिँ आर्टिफिसियल ल्याङ्ग्वेज हो। सेमियोटिक ल्याङ्ग्वेज ल्याङ्ग्वेज अफ मदर हो भने सिम्बोलिक ल्याङ्ग्वेज ल्याङ्ग्वेज अफ फादर, होइन। प्रिलिङ्ग्विस्टिक ल्याङ्ग्वेज हो, जुन चाहिँ ल्याङ्ग्वेज आउनुभन्दा अगाडिको ल्याङ्ग्वेजलाई चाहिँ मानिन्छ सेमियोटिक ल्याङ्ग्वेज। त्यसै गरी यो चाहिँ सिम्बोलिक ल्याङ्ग्वेज चाहिँ स्ट्रक्चर, ग्रामेटिकल, सोसियल रुलको बेसको आधारमा बनाइएको हुन्छ। अनि यो एक्सप्रेस चाहिँ थ्रु रिदम, साउन्ड, इमोसनद्वारा हुन्छ भने सिम्बोलिक ल्याङ्ग्वेज चाहिँ लजिक, रुल्स एन्ड आइडेन्टिटीद्वारा एक्सप्रेस हुन्छ। सेमियोटिक ल्याङ्ग्वेज चाहिँ फ्युल, अनस्टेबल हुन्छ भने सिम्बोलिक ल्याङ्ग्वेज चाहिँ फिक्स्ड अर्डरमा हुन्छ, होइन। सेमियोटिक ल्याङ्ग्वेज एक्सप्रेसन, पोएट्री, म्युजिक, फ्रेगमेन्टेड स्पिचमा हुन्छ भने सिम्बोलिक ल्याङ्ग्वेज चाहिँ नर्मल स्पिच, ल, एजुकेसनमा चाहिँ सिम्बोलिक ल्याङ्ग्वेज प्रयोग हुन्छ। यसले चाहिँ के गर्छ त, ल्याङ्ग्वेजलाई डिस्टर्ब गर्ने काम गर्छ भने यसले चाहिँ यो सिम्बोलिक ल्याङ्ग्वेजले चाहिँ मेन्टेन्स, अर्डर एन्ड कन्ट्रोल गर्ने काम गर्छ। अब हामीले यहाँ ल्याङ्ग्वेज अफ मदर भनेका छौँ, होइन। ल्याङ्ग्वेज अफ फादर कसरी चाहिँ यो ल्याङ्ग्वेज अफ मदर भयो, ओरिजिनल ल्याङ्ग्वेज कसरी भयो त भन्ने कुरालाई बुझ्नुपर्छ। जब बच्चा जन्मिन्छ, जन्मिसकेपछि उसले आमासँग कम्युनिकेट गर्छ। आमासँग कम्युनिकेट कसरी गर्छ त भनेर भन्दाखेरि उसले चाहिँ डिफ्रेन्ट साइन, गेस्चरको आधारमा, पोस्चरको आधारमा चाहिँ आमा र बच्चाले के गरेको हुन्छ त, कम्युनिकेट गरिरहेको हुन्छ, जुन चाहिँ प्रिलिङ्ग्विस्टिक ल्याङ्ग्वेज हो। के हुन्छ त, त्यो प्रिलिङ्ग्विस्टिक ल्याङ्ग्वेजमा चाहिँ डिस्क्रिमिनेसन भन्ने कुरा हुँदैन। त्यो लभको ल्याङ्ग्वेज हो, केयरको ल्याङ्ग्वेज हो, त्यसमा इक्वालिटी हुन्छ। त्यसैले चाहिँ त्यो के भयो त, मदर ल्याङ्ग्वेज भयो भनेर भन्छ। जब बच्चा ठुलो हुँदै जान्छ अनि द वर्ड फादर आउँछ, फादर भन्ने वर्ड जब मदर चाहिँ के भयो त, बिकेम अदर भयो। बच्चाको लागि मदर चाहिँ के हुन थाल्यो, अदर हुन थाल्यो, किनभने उसले अब ल्याङ्ग्वेज सिक्न थालेको छ। जब ल्याङ्ग्वेज उसले सिक्छ र वर्ड फादर आउँछ तब के भयो त, आमा चाहिँ उसको लागि अब के भयो, मदर बिकेम्स अदर हुन्छ। अनि त्यो भनेको के हो भने त, अब पहिले उसले चाहिँ बच्चा सानो हुँदाखेरि उसलाई केही थाहा थिएन, उसले के गर्थ्यो, प्रिलिङ्ग्विस्टिक ल्याङ्ग्वेजमा कुरा गर्थ्यो आमासँग। त्यसमा इमोसन थियो, लभ थियो, इक्वालिटी थियो, डिस्क्रिमिनेसन थिएन, होइन, केयर थियो। अब जब उसले ल्याङ्ग्वेज सिक्छ तब ऊ के हुन्छ त, यो आमा हो, यो बुवा हो भनेर उसले जब जान्न थाल्छ त त्यसपछि के हुन्छ त, हायरार्की सुरु हुन्छ। ए यो आमा रहेछ, यो बुवा रहेछ भनेर उसले थाहा पाउन थाल्छ। त्यसपछि अब ऊ अलि ठुलो हुँदै जान्छ, त्यसपछि उसले के गर्छ, ए म बोइज रहेछु, ऊ गर्ल रहेछ भनेर फेरि उसले
जेन्डरतिर जान थाल्छ। फेरि उसले त्यहाँ के गर्छ त अब डिस्क्रिमिनेसन सुरु हुन थाल्यो। के भयो भने यो त बोइज रहेछ, यो गर्ल्स रहेछ भन्न थाल्छ। फेरि त्यसपछि अझै अलि ठुलो हुँदै जान्छ, ऊ ल्याङ्ग्वेज अझै सिक्दै जान्छ। त्यसपछि उसले के गर्छ त यो चाहिँ ट्वाइज बोइजको लागि रहेछ, यो चाहिँ ट्वाइज गर्ल्सको लागि रहेछ, यो क्लोथ बोइजको रहेछ, यो क्लोथ गर्ल्सको रहेछ भनेर अब के हुन थाल्छ त उसको जिन्दगीमा ल्याङ्ग्वेजको प्रभाव धेरै बढ्न थाल्छ। जसले गर्दा चाहिँ ऊ चाहिँ के हुन थाल्छ त उसले चाहिँ यो सोसाइटीले स्ट्रक्चरमा रुलमा भएको कुराहरू अर्डरहरूलाई चाहिँ उसले के हुन्छ त हेर्न थाल्छ। त्यसपछि चाहिँ के भयो त डिस्क्रिमिनेसन सुरु भयो अनि इक्वालिटीको कुराहरू हराउन थाल्यो। सिम्बोलिक ल्याङ्ग्वेजले चाहिँ असर गर्न थाल्यो। त्यसैले गर्दा जुलिया क्रिस्टिबाले चाहिँ यो जुन फादर ल्याङ्ग्वेज छ, यो सिम्बोलिक ल्याङ्ग्वेज छ, यो स्ट्रक्चर बेसमा भएको ल्याङ्ग्वेजलाई चाहिँ के गर्नु पर्यो त हटाउनु पर्यो र हामीले गो ब्याक टु मदर ल्याङ्ग्वेज जुन चाहिँ सेमियोटिक ल्याङ्ग्वेज हो त्यसमा जानु पर्यो। त्यहाँनिर डिस्क्रिमिनेसन थिएन, लभ थियो, केयर थियो, इक्वालिटी थियो। त्यो ल्याङ्ग्वेज, त्यो रुट ल्याङ्ग्वेजमा चाहिँ हामी जानु पर्यो। त्यसैले गर्दा मात्रै के हुन्छ त फिमेल लिबरेसनको कुरा चाहिँ सम्भव हुन्छ भनेर उसले जुलिया क्रिस्टिबाले दाबी गर्छिन्। फिमेल लिबरेसनको कुरा गर्छिन्। फिमेल लिबरेसन भनेको चाहिँ पार्टियाचल सिम्बोलिक स्ट्रक्चर्स जुन स्ट्रक्चर बेसमा भएको रुल ल बेसमा भएको ल्याङ्ग्वेजलाई भत्काएर चाहिँ सेमियोटिक ल्याङ्ग्वेजलाई चाहिँ हाम्रो शरीरमा इन्जेक्ट गराउनु पर्यो, ल्याउनु पर्यो भन्ने कुरा गर्छिन्। सेमियोटिक ल्याङ्ग्वेजले चाहिँ इमोसन, डिजायर होइन बडीली एक्सप्रेसन, गेस्चरहरूलाई चाहिँ के गर्छ त एक्सप्रेस गर्छ। सिम्बोलिक अर्डरले चाहिँ के गर्छ त सोसियल आइडेन्टिटी एन्ड पावरलाई चाहिँ के गर्छ एक्सेस गराउँछ। जो आइडेन्टिटी र पावर प्रोभाइड भएपछि के हुन्छ त्यहाँ हायरार्कल सुरु हुन्छ, डिस्क्रिमिनेसन सुरु हुन्छ भन्ने कुरा गर्छिन्। अनि उनले चाहिँ के भन्छन् भने यदि फिमेल लिबरेसन चाहने हो भने सिम्बोलिक ल्याङ्ग्वेजलाई चाहिँ च्यालेन्ज गरेर गो टु सेमियोटिक ल्याङ्ग्वेज जुन चाहिँ हाम्रो रुट ल्याङ्ग्वेज हो, जुन चाहिँ हाम्रो ओरिजिनल ल्याङ्ग्वेज हो। हामी त्यसमा गएपछि मात्रै के हुन्छ त फिमेल लिबरेसन चाहिँ सम्भव हुन्छ भन्ने कुरा गर्छिन्। रिभोल्युसन इन पोएटिक ल्याङ्ग्वेज भन्नेमा उनले चाहिँ एउटा नयाँ टर्म सेमा एनालाइसिस भन्ने न्यू टर्मलाई युज गरेकी छन्। सेमा एनालाइसिस भनेको चाहिँ सेमियोलोजी प्लस साइको एनालाइसिस दुईटा मिलेर चाहिँ सेमा एनालाइसिस भयो। यो सेमा एनालाइसिसमा चाहिँ लाई चाहिँ एनालाइसिस गर्ने चाहिँ के हुन्छ सेमियोलोजी र साइकोलोजी दुईटा मिलेर चाहिँ सेमा एनालाइसिसको एनालाइसिस गरिन्छ। सेमा एनालाइसिसमा चाहिँ के भयो त भनेर भन्दाखेरि यहाँ चाहिँ मदर ल्याङ्ग्वेज पनि भयो र साइकोलोजी पनि भयो। दुईटै कुरालाई कम्बाइन गरेपछि सेमा एनालाइसिस भयो। फिमेल लिबरेसनको लागि, इक्वालिटीको लागि चाहिँ के भयो अनिवार्य रूपमा चाहिन्छ भन्ने कुरा उनले दाबी गर्छिन्। सेमियोटिक ल्याङ्ग्वेज जुन सेमियोलोजी छ, सेमियोटिक ल्याङ्ग्वेजमा चाहिँ के हुन्छ त यो ल्याङ्ग्वेज अफ मदर हो, ल्याङ्ग्वेज प्लस साइकोलोजी हो, ल्याङ्ग्वेज प्लस लभ हो, ल्याङ्ग्वेज प्लस इमोसन हो। त्यसरी सिम्बोलिक ल्याङ्ग्वेज चाहिँ के हो त ल्याङ्ग्वेज ओन्ली हो होइन। यसमा हायरार्की छ, डिस्क्रिमिनेटिभ छ, डिस्ट्रोय गर्छ इक्वालिटीलाई। सिम्बोलिक ल्याङ्ग्वेज भनेको चाहिँ फादरको ल्याङ्ग्वेज हो जुन चाहिँ पार्टियाचल ल्याङ्ग्वेज हो। त्यसैले उनले चाहिँ के भन्छन् भने बिगेन टु च्यालेन्ज दिस सिम्बोलिक ल्याङ्ग्वेज एन्ड गो टु द सेमियोटिक ल्याङ्ग्वेज भनेर भन्छन्। अब हामीले यो जुलिया क्रिस्टिबाको सेमियोटिक एक्टिभिटिजलाई हेर्दाखेरि अन्त्यमा के भन्न सक्छौँ भने सी टक्स अबाउट टु टाइप्स अफ ल्याङ्ग्वेज द्याट इज सिम्बोलिक ल्याङ्ग्वेज एन्ड सेमियोटिक ल्याङ्ग्वेज। सेमियोटिक ल्याङ्ग्वेज चाहिँ मदर ल्याङ्ग्वेज हो, सिम्बोलिक ल्याङ्ग्वेज चाहिँ फादर ल्याङ्ग्वेज हो। सेमियोटिक ल्याङ्ग्वेजमा चाहिँ नो डिस्क्रिमिनेसन्स, दिस इज अ ल्याङ्ग्वेज प्लस साइकोलोजी, ल्याङ्ग्वेज प्लस लभको कुरा गर्छिन्। इमोसन, लभ, केयर हुन्छ जुन चाहिँ मदर ल्याङ्ग्वेज हो। मदर ल्याङ्ग्वेज भन्दा अगाडि लिङ्ग्विस्टिक स्टेजमा जब बच्चाले र आमाले कम्युनिकेसन गर्ने ल्याङ्ग्वेज चाहिँ सेमियोटिक ल्याङ्ग्वेज हो जुन चाहिँ ओरिजिनल हो, रुट ल्याङ्ग्वेज हो। अब हामीले चाहिँ के गर्नु पर्यो त त्यो रुट ल्याङ्ग्वेजमा चाहिँ फर्किनु पर्यो जसमा चाहिँ डिस्क्रिमिनेसन छैन, हायरार्की छैन,
तर जुन स्ट्रक्चर बेसमा जब ल्याङ्ग्वेज आइसकेपछि जो डिस्क्रिमिनेसन सुरु भयो, हायरार्की सुरु भयो, इक्वालिटी हरायो होइन। यो बोइज, यो गर्ल्स, यो ठुलो, यो सानो भन्ने कुरा चाहिँ जब सिम्बोलिक ल्याङ्ग्वेज मान्छेको जीवनमा आइसकेपछि चाहिँ यो सबै कुराहरू हुन थाल्यो। त्यसैले गर्दा हामीले चाहिँ गो टु सेमियोटिक ल्याङ्ग्वेज विच इज ओरिजिनल ल्याङ्ग्वेज हो भनेर दाबी गर्छिन्। सी टक्स एबाउट स्ट्रक्चरलिजम, साइकोएनालाइसिस एन्ड फेमिनिजम, तिनटै कुरालाई चाहिँ उनले चाहिँ के गर्छिन् त, सी कम्बाइन 3 थिङ्स इन वान। ल्याङ्ग्वेजको लिबरेसन नगरिकन चाहिँ फिमेल लिबरेसन पोसिबल छैन। त्यसैले गर्दा चाहिँ यदि फिमेल लिबरेसन चाहने हो भने लिबरेसन अन ल्याङ्ग्वेज चाहिँ अनिवार्य रूपमा हुनैपर्छ भन्ने कुरा गर्छिन् होइन। सेमियोटिक ल्याङ्ग्वेज इज इक्वालिटी बेस्ड ल्याङ्ग्वेज हो, से ह्युमेन भन्ने कुरा उनले गर्छिन्। मान्छे, हामी सबै मान्छे हौँ, यहाँ लोग्ने मान्छे, आइमाई म्यान वुमेन भनेर डिस्क्रिमिनेटिभ वेमा नभनेर हामी सबै ह्युमेन हौँ भनेर। त्यसैले जुलिया क्रिस्टिवाले भन्छन् नो म्यान नो वुमेन, ह्युमेन, हामी सबै ह्युमेन हौँ, नो डिस्क्रिमिनेसन, इक्वालिटी हुनु पर्यो, ह्युमेन भन्नु पर्यो, म्यान वुमेन नभनेर भन्ने कुरा गर्छन्। त्यसैले अहिले डिस्क्रिमिनेटिभ ल्याङ्ग्वेज युज नगरिकन कम्युनल ल्याङ्ग्वेज युज गर्ने चलन छ। जस्तै क्यामेरा म्यान नभनेर क्यामेरा अपरेटर भन्ने गरिन्छ। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच फर वाचिङ। यदि भिडियो मन परेको छ र हेल्पफुल भएको छ भने लाइक, सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सिनु होला। तपाईँहरूको कमेन्ट मूल्य छ, कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू।